कुनै पनि देशको भविष्य त्यस देशका नागरिकसँग जोडिएको हुन्छ र नागरिकको स्वास्थ्यसँग जोडिएको हुन्छ। विक्रम सम्वत 2073 सालबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम धमाधम बन्द हुन गइरहेको अवस्था छ। Nepal's government health insurance program, once hailed as a breakthrough in public health care, is now facing a serious crisis. नेपाली समाज धामी झाँक्रीको युग हुँदै घरेलु जडीबुटीबाट अहिले आधुनिक चिकित्सातर्फ जाँदै गर्दा आधारभूत स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भनेर संविधानमा उल्लेख छ। तर स्वास्थ्य नागरिक बनाउने हेतुले अगाडि सारिएको राष्ट्रिय योजना यसरी सबै सरकारी अस्पतालबाट धमाधम बन्द हुनुको कारण के छ त? यसबाट नागरिकलाई पर्ने असर के छ? बिमा घाटामा जानुको कारण के छ? हामी नागरिकको कर्तव्य के छ भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौँ। बिमा भनेको के हो त? सोच्नुहोस् त, आज बिहान तपाईँ उठ्दाखेरि सबै ठिक थियो, तर साँझ परेपछि अचानक छाती दुख्यो र तपाईँ ढल्नुभयो अनि तपाईँलाई अस्पताल पुर्याइयो। डाक्टरले गम्भीर अनुहार लगाएर भन्नुभयो तुरुन्तै अपरेसन गर्नुपर्छ र त्यो अपरेसनको बिल आयो 10 लाख रुपैयाँ। अब एउटा प्रश्न, के तपाईँसँग आज ठाउँको ठाउँ 10 लाख रुपैयाँ तयार छ त? धेरैजसो नेपाली परिवारसँग छैन होला र यही एक क्षणमा तपाईँको एउटा सिङ्गो परिवारको भविष्य बदलिन सक्छ। घर बेचिन्छ, ऋणको बोझ बढ्छ, बच्चाको पढाइ रोकिन्छ र सपना चकनाचुर हुन्छ। तर समस्या बिरामीको भने पक्कै होइन, वास्तविक समस्या हो त्यो अचानक आउने 10 लाख रुपैयाँको। अब एउटा राम्रो कुरा सोच्नुहोस्, यदि त्यो ठुलो 10 लाख रकम 100 जनाले मिलेर बोक्ने हो भने के होला त? प्रति व्यक्तिको काँधमा 10,000 हुन जान्छ। अब 100 जनामा केही बिरामी पर्छन्, केही बिरामीले उपचार खर्च पाउँछन् र बाँकीले मनको शान्ति र आफ्नो परिवारको भविष्य सुरक्षित भएको खुसी पाउँछन्। यो कुरालाई अर्थशास्त्रमा रिस्क पुलिङ अर्थात् जोखिम साझेदारी भनिन्छ। कुनै पनि बिमा शुल्क जोखिम, खर्च र भिडको सङ्ख्याले निर्धारण गर्छ। अर्थात् जति धेरै भिडको सङ्ख्या प्रत्येक व्यक्तिमाथि पर्ने बोझ उति नै सानो हुन जान्छ। यही कारणले गर्दा हो ठुला बिमा कम्पनीहरूको प्रिमियम सस्तो हुन जान्छ, किनकि उनीहरूसँग लाखौँ मानिसहरूको भिड छ। के हुन्छ जब स्वास्थ्य मानिसहरू सोच्न थाल्छन् मलाई त केही हुँदैन, किन बिमा गर्ने, र दीर्घ रोगीहरूले मात्र बिमा गर्न आउँछन्। त्यसपछि रिस्क पुल कमजोर हुन्छ, प्रिमियम महँगो हुँदै जान्छ, स्वास्थ्य राम्रो भएकाले बिमा त्याग्छन्, अन्त्यमा सिङ्गो बिमा प्रणाली ढल्न थाल्छ र यो समस्यालाई अर्थशास्त्रमा भनिन्छ एडभर्स सेलेक्सन। र यो बिमाको सबैभन्दा ठुलो र खतरनाक दुश्मन हो। विक्रम सम्वत 2033 सालबाट पाटन अस्पतालमा पहिलो स्वास्थ्य बिमा अभ्यास सुरु भयो। त्यसपछि विभिन्न सामुदायिक प्रयासहरू भए र विक्रम सम्वत 2073 मा स्वास्थ्य बिमा ऐन पास भयो र विक्रम सम्वत 2078 सम्म देशका सबै 77 जिल्लामा स्वास्थ्य बिमा पुग्यो। स्वास्थ्य बिमा कार्यक्रम नेपालमा मात्र नभएर संसारका धेरै देशले दशकौँ अगाडिदेखि नै यस्तो प्रणाली चलाएका छन्। जस्तै बेलायतको NHS, स्विडेन र क्युबा जस्ता देशहरूले स्वास्थ्य सेवा मुख्य रूपमा कर अर्थात् ट्याक्सबाट चलाउँछन्। सरकारले अस्पताल सञ्चालन गर्छ, डाक्टरलाई तलब दिन्छ र नागरिकले उपचार गर्दा सिधै पैसा तिर्नु पर्दैन। यसलाई भनिन्छ फ्री एट द पोइन्ट अफ युज। तर यसको मूल्य हुन्छ उच्च कर। नागरिकले धेरै ट्याक्स तिर्छन् अनि त्यसबाट सम्पूर्ण स्वास्थ्य प्रणाली धानिन्छ। यसलाई बेभरेज मोडल पनि भनिन्छ। जर्मनी, फ्रान्स र जापान जस्ता देशहरूले प्रयोग गर्ने प्रणाली फरक छ। यहाँ सरकार मात्र होइन, रोजगारदाता र कर्मचारी दुवैले स्वास्थ्य बिमामा योगदान गर्छन्। यो पैसा सिकनेस फन्ड्स भनिने नन प्रफिट संस्थाहरूमा जान्छ, जसले नागरिकको उपचार खर्च व्यवस्थापन गर्छ। यो प्रणाली त्यही देशमा राम्रोसँग चल्छ जहाँ धेरै मानिस फर्मल इम्प्लोइमेन्टमा हुन्छन्। जहाँ नियमित तलब आउँछ त्यहाँ नियमित बिमा योगदान पनि आउँछ। तर नेपालमा 70% भन्दा बढी अर्थतन्त्र इन्फर्मल सेक्टरमा छन्। त्यसैले यो मोडल नेपालमा लागू गर्न कठिन हुन्छ। यसलाई हामीले बिस्मार्क मोडल पनि भन्छौँ। क्यानाडा र ताइवानले प्रयोग गर्ने मोडल अलि फरक छ। यसलाई सिङ्गल पेयर सिस्टम पनि भनिन्छ। यसमा सरकार एउटा मुख्य भुक्तानीकर्ता हुन्छ, पैसा कर र बिमा प्रिमियम दुवैबाट आउँछ। यसलाई हामीले नेसनल हेल्थ इन्सुरेन्स मोडल पनि भन्छौँ। रोचक कुरा के छ भने नेपालको हालको स्वास्थ्य बिमा प्रणाली यही मोडलसँग केही हदसम्म मिल्छ। तर मुख्य समस्या भनेको फन्डिङ हो।
प्रणाली छ तर पर्याप्त स्रोत छैन। अस्पताल, औषधि, जनशक्ति र सेवाको गुणस्तर धान्न अझै चुनौती छ। अब कुरा गरौँ निम्न तथा मध्यम आय भएका देशहरू, जहाँ कुनै बलियो स्वास्थ्य प्रणाली हुँदैन। मानिसले बिरामी हुँदा आफ्नै खल्तीबाट पैसा तिर्छन्। यसलाई भनिन्छ आउट अफ पकेट स्पेन्डिङ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार यदि स्वास्थ्य खर्च 15 देखि 20% भन्दा बढी हिस्सा आउट अफ पकेट भयो भने त्यो नागरिकका लागि आर्थिक विपत्ति बन्न सक्छ। नेपालमा अहिले पनि करिब 55 देखि 60% स्वास्थ्य खर्च नागरिकले आफ्नै खल्तीबाट तिर्छन्। अर्थात् बिरामी हुनु केवल स्वास्थ्य समस्या मात्र होइन, धेरै परिवारको लागि आर्थिक सङ्कट पनि हो। विक्रम सम्वत 2073मा जम्मा 13,545 जनाले बिमा दर्ता गराएका थिए। त्यो भनेको जनसङ्ख्याको 1% पनि होइन। 2074 सालमा 5%मा पुग्यो, 2075मा 9% र 2076मा 11%सम्म पुग्यो। छिटो वृद्धि भएको त देखिन्छ, तर यसमा एउटा ठुलो समस्या पनि छ, त्यो हो ड्रप आउट रेट। 2073मा 66%ले नवीकरण गरेनन्, 2074मा 44%ले भने 2075मा 38%ले नवीकरण गरेनन्। अर्थात् धेरैले बिमा त गरे तर 1 वर्षपछि छाडिदिए। नेपालको स्वास्थ्य बिमा कार्यक्रम किन यति ठुलो सङ्कटमा छ? एउटा कारण हो एक्चुरियल फेलियर। वार्षिक प्रिमियम रु 3500 तिर्नुपर्छ, तर एउटा परिवारलाई दिइने कभरेज 1 लाखको हुन्छ। कुनै पनि बिमा प्रणाली यो दरमा बाँच्न सक्दैन। अर्को कारण हो मोरल हाजार्ड। 90% भन्दा बढी बिरामी बिमा प्रयोग गरेर मात्र उपचार गराउँछन्। ओपिडीमा आफै पैसा तिर्नुपर्ने लगभग 0 छ र यसले के मानसिकता बन्छ भन्दा फ्री छ किन नगर्ने। यसले गर्दा अनावश्यक जाँच, औषधि र भिजिट बढ्छ र खर्च अनियन्त्रित हुन जान्छ। अर्को कारण हुनसक्छ गभर्नेन्स फेलियर। समस्या मात्र होइन, समाधान पनि छन्। नेपालको स्वास्थ्य बिमा कार्यक्रमलाई बचाउन र बलियो बनाउन सर्वप्रथम त फन्ड एकीकरण अर्थात् इन्टिग्रेसन गर्न सक्छौँ। जस्तै सेना, प्रहरी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमा कोष, यी सबैलाई एउटा ठुलो फन्डमा मर्ज गर्ने। यो गर्दा 20 अर्ब थप रकम रिस्क पुलमा आउन सक्छ। अर्को उपाय भनेको समर्पित करको व्यवस्था, जस्तै तम्बाकु, मदिरा, चिनीजन्य पदार्थमा लगाइने स्वास्थ्य जोखिम करको पैसा सिधै स्वास्थ्य बिमा बोर्डको खातामा जानुपर्छ। अर्को भनेको दर्ता सुधार। निजी तथा सरकारी जागिरेहरूलाई अनिवार्य बिमा, गरिबी कार्डसँग जोडेर अति गरिबलाई कम्प्लिट फ्री गर्न सकिन्छ। बसाइसराई गर्ने कामदारहरूलाई सामाजिक सुरक्षा कोषसँग लिङ्क गर्न सकिन्छ। अर्को भनेको डिजिटल नवीकरण र एसएमएसको थ्रु नागरिकलाई रिमाइन्ड गरायो भने दर्ता सुधार्न सकिन्छ। समस्या ठुलो छ तर समाधान पनि सम्भव छ। नेपालको संविधान भन्छ स्वास्थ्य मौलिक अधिकार हो, तर अधिकार लेखेर मात्र हुँदैन, त्यसको लागि फन्डिङ मेकानिजम चाहिन्छ। 45 अर्बको कर्जा, बन्द अस्पताल र मर्कामा पर्ने ती गरिब बिरामीहरू, यो सरकारको मात्र फेलियर होइन, यो हामी सबै नेपालीको कलेक्टिभ फेलियर हो। बिमाको लोजिक सरल छ, सबैले मिलेर बोक्ने। यदि सरकारले नेतृत्व नगरेको खण्डमा त्यो बोझ सबै नेपालीको काँधमा आउन जान्छ र त्यो नेपालको 55 लाख गरिब परिवारले सहन सक्दैनन्।